सहयोगका लागि अपील। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर 1 चिदिका निवासी रन्जु अर्यालकी 8 वर्षीय छोरी पर्जिता श्रेष्ठ केही समयदेखि जीवन र मरणसँग लडिरहेकी छिन्। 8 वर्षीय पर्जिता श्रेष्ठ क्यान्सरसँग केही समयदेखि लडिरहेकी छिन्। उनी यति बेला काठमाडौँको कान्ति अस्पतालमा उपचाररत छिन्। उनको क्यान्सर रोग अझै निको भएको छैन। डाक्टरको सल्लाह अनुसार उनलाई थप 3 वर्ष भन्दा धेरै समयसम्म विभिन्न औषधिहरू नियमित रूपमा प्रयोग गर्नुपर्ने डाक्टरले बताएका छन्, जसको मासिक खर्च धेरै लाग्ने डाक्टरको भनाइ छ। यति बेला आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहायताका लागि परिवारले यति बेला अपेक्षा गरेको छ। तपाईको सानो सहयोगले पर्जिता श्रेष्ठको जीवन बाँच्नेछ। तपाईहरु पनि सानो सहयोग गर्न चाहनुहुन्छ भने तपाईले तल दिएको खाता नम्बरमा तपाईले सहयोग गर्न सक्नुहुन्छ। साथै थप सहयोग तथा सहजीकरणका लागि सुभाष गवाली 9857737142 मा पनि तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। तपाईको सानो सहयोगले 8 वर्षीय पर्जिता श्रेष्ठले नयाँ जीवन पाउनेछिन्। तपाईको सानो सहयोग अपरिहार्य रहनेछ। सक्दो सहयोग गर्नुहोला। साथमा यो भिडियोलाई सक्दो शेयर गरिदिनुहोला। धन्यवाद।